दर्शकबिन नमस्कार। अभिनेता प्रदीप खड्का, दिव्या रायमाझी र आना शर्मा अभिनीत फिल्म एक्टर टेक 1 यही असार 27 गतेदेखि भारतमा रिलिज हुने भएको छ। शान्ति डिस्ट्रिब्युसले यो फिल्मलाई भारतका हलहरूमा प्रदर्शन गर्न लागेको हो। निर्माता थमन भण्डारीले जानकारी दिए अनुसार नेपाली भाषी बहुल भारतका सबै हलमा यो फिल्म प्रदर्शनमा आउने छ। विशेष गरी दार्जिलिङ, सिक्किम र सिलिगुडीका सबै हलमा फिल्म प्रदर्शन हुनेछ। शान्ति डिस्ट्रिब्युसले यो फिल्मलाई पर्सेन्टेजमा खरिद गरेको हो। नेपाली भाषामा प्रदर्शनमा आउने यो फिल्मको लागि दार्जिलिङ र सिक्किममा कलाकारकै उपस्थितिमा विशेष सो समेत गरिने भएको छ। फिल्म रिलिज तयारी तथा प्रचार प्रसारका लागि निर्माता भण्डारी केही दिनमै भारत जाने तयारीमा हुनुहुन्छ भने कलाकार पनि केही समयपछि जानेछन्। यो नेपाली फिल्म उद्योगका लागि एउटा ठूलो उपलब्धि हो, जहाँ हाम्रा फिल्महरूले अन्तर्राष्ट्रिय बजारमा पनि स्थान पाउँदैछन्। लामो समयपछि अभिनेता राजवल्लभ कोइरालाले यसै चलचित्रबाट पुनरागमन गरेका हुन्, जुन नेपालमा प्रदर्शन भइसकेको छ। निर्माता भण्डारीले अभिनेता प्रदीप खड्कालाई शीर्ष भूमिकामा लिएर नयाँ फिल्म लोभी पापी पनि निर्माण गर्दै हुनुहुन्छ। यसको छायाङ्कन भने दशैंपछि गर्ने तयारीमा छ। यो खबरले प्रदीप खड्काका फ्यानहरूलाई पक्कै पनि उत्साहित बनाउनेछ। आजको लागि यति नै। थप समाचारका लागि हाम्रो च्यानल हेर्दै गर्नुहोला र सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।